नमस्कार। आज मिति 2083 साल वैशाख 7 गते नेपाल र विश्वभरका मुख्य घटनाहरू लिएर म उपस्थित भइसकेको छु। आज हामी बालेन शाहको कडा एक्सनदेखि लिएर भान्सामा महँगिएको केराको भाउसम्मको कुरा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। बालेन शाहको ठुलो निर्णय, क्याम्पसबाट राजनीति हटाउन 60 दिनको समय, सरकारी कर्मचारीलाई नयाँ नियम, छोराछोरीलाई अनिवार्य सरकारी स्कुलमै पढाउनु पर्ने, भारत र इरान बीचको समुद्री तनाव, तेल बोकेको जहाजमाथि आक्रमण, सडक दुर्घटनाको पीडा, सल्यान र बर्दियामा ज्यान गुमाउनेको सङ्ख्या बढ्यो, केराको भाव आकाशियो, काठमाडौँमा 1 दर्जन केराको मूल्य 350 रुपियाँसम्म, टिकटकको कडा कदम, नेपालका 19 लाख भिडियोहरू हटाइयो, बिस्कुटमा कपाल भेटियो, सुनसरीको उद्योगलाई 2 लाख रुपियाँ जरिमाना, कालिन्चोकमा लाखौँ भेटी, चैत महिनामा मात्रै 18 लाख सङ्कलन, सरकारको बचाउ, मन्त्रीलाई आइफोन बाँडेको खबर झुटो भएको दाबी, बाल स्वास्थ्यको ख्याल, हिजो र आज देशैभर भिटामिन ए खुवाइँदैछ। समाचार विस्तारमा। बालेन शाहको क्याम्पस सुधार्ने अभियान। प्रधानमन्त्री बालेन शाहले एउटा साहसिक निर्णय गर्नुभएको छ। अब देशैभरका क्याम्पसहरूमा कुनै पनि राजनीतिक दलको कार्यालय वा झण्डा राख्न पाइने छैन। प्रधानमन्त्री बालेन शाहले 60 दिनको समय दिनुभएको छ। यो समयभित्र सबै राजनीतिक चिन्हहरू हटाउनु पर्नेछ। यदि नहटाएमा सरकारले आफै बल प्रयोग गरेर हटाउनेछ। तपाईँलाई प्रश्न, के क्याम्पसमा राजनीति हुनुपर्छ जस्तो लाग्छ कि क्याम्पस पढ्ने ठाउँ मात्र हुनुपर्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। सरकारी कर्मचारीका छोराछोरी सरकारी स्कुलमै। सरकारले शिक्षाको स्तर सुधार्न एउटा गजबको योजना ल्याउँदैछ। अब सरकारी जागिर खाने हरेक कर्मचारीले आफ्नो छोराछोरीलाई सरकारी स्कुलमै पढाउनु पर्नेछ। जब ठुला मान्छेका छोराछोरी सरकारी स्कुलमा पढ्छन् तब मात्र ती स्कुलको अवस्था सुध्रिन्छ भन्ने सरकारको विश्वास छ। यसले शिक्षामा धनी र गरिब बीचको खाडल कम गर्ने देखिन्छ। भारतीय तेल ट्याङ्करमाथि आक्रमण। अन्तर्राष्ट्रिय समाचार अनुसार इराकबाट भारततर्फ जाँदै गरेको तेलका जहाजमाथि समुद्री आक्रमण भएको छ। यो घटनाले गर्दा संसारभरि नै तेलको अभाव हुन सक्छ। यदि तेलको भाव अन्तर्राष्ट्रिय बजारमा बढ्यो भने नेपालमा पनि पेट्रोल र डिजेल महँगो हुन सक्छ। सडक दुर्घटनाको दुःखद खबर। सडक सुरक्षा नेपालमा ठूलो चुनौती बनेको छ। बर्दियामा एम्बुलेन्सले ठक्कर दिँदा हजुरबुवा र नातिनीको ज्यान गएको छ। साथीहरू, हाम्रो सडकहरू किन यति धेरै असुरक्षित छन्? के यो चालकको गल्ती हो कि बाटोको अवस्था खराब भएर हो? केराको भाउले उपभोक्ता मारमा। काठमाडौँमा अचेल फलफुल किन्न अघि 10 पटक सोच्नुपर्ने अवस्था छ। केराको भाउ प्रति दर्जन 350 रुपियाँसम्म पुगेको छ। व्यापारीहरू भन्छन् बजारमा केराको कमी छ, त्यसैले भाउ बढेको हो। टिकटकले हटायो 19 लाख भन्दा बढी भिडियो। टिकटकले नेपालका झन्डै 19 लाख भिडियोहरू आफ्नो एपबाट हटाएको छ। नियम विपरीतका कुराहरू राखेको भन्दै टिकटकले यो कदम चालेको हो। यसले के बुझिन्छ भने सामाजिक सञ्जाल चलाउँदा हामी धेरै होशियार हुनुपर्छ। बिस्कुटमा कपाल र उद्योगलाई जरिमाना। हामीले खानेकुरा कत्तिको सफा छ त? सुनसरीको एउटा बिस्कुट उद्योगलाई 2 लाख जरिमाना गरिएको छ किनभने बिस्कुटभित्र कपाल भेटिएको थियो। पैसा मात्र कमाउने दाउमा स्वास्थ्यसँग खेलवाड गर्ने उद्योगलाई यो एउटा पाठ हो। कालिन्चोक मन्दिर र भिटामिन ए अभियान। दोलखाको कालिन्चोक मन्दिरमा चैत महिनामा मात्रै 18,83,000 रुपियाँ भेटी सङ्कलन भएको छ। अर्कोतिर सरकारले भिटामिन ए र जुगाको औषधि खुवाउँदैछ। आफ्नो बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्रमा लैजान नबिर्सिनुहोला। आइफोनको चर्चा। सरकारले मन्त्रीहरूलाई आइफोन बाँडेको खबर पुरै झुट भनेको छ। यस्ता भ्रामक खबरमा विश्वास नगर्न सरकारले आग्रह गरेको छ। आजका लागि समाचारहरू यति नै हो। बालेन शाहको निर्णय र सरकारी कर्मचारीको नयाँ नियमको बारेमा तपाईँको विचार के छ? कमेन्ट गर्न नभुल्नुहोला। भिडियो मन परे लाइक र सेयर गर्नुहोस्। यस्तै भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। फेरि भेटौँला। नमस्कार।